आज वेलकम टू न्यू भलक ना फेरि पनि आइसकेछु न्यू भलक ना कुन चाहिँ सुन्छु ना अब स्केटिङ पार्कतिर गइरहेको ना ध्यान दिएर हेरिदिनु होला सुनिदिनु होला मैले के भनेको त्यो कपी गरिदिनु होला ल अगाडिको देखाएर हाम्रो कुकुर भाइ बसिरह भाइ त नभनौँ दोष हो दोष यहाँ है डाहा फुटबल ग्राउन्ड सानै हो चौरी भनौँ यसलाई। अनि यहाँ म रियल अकाउन्टको यो मालिक अनि यहाँ मेरो दोस्त यहाँ मेरो अर्को दोस्त डाहा बजार उता हामी चाहिँ यता देख्नु हामी चाहिँ आज स्क्रिन पार्कमा थियो ल हेरिदिनु होला दोस्तको गर्लफ्रेन्ड आँखा भनेर गर्लफ्रेन्ड आँखा भनेर फेरि डाकाको पुलतिर गएर देखाइदिन्छु होला तपाईँहरूलाई गाईहरू। डाकाको पुल पनि गएर हो थाहा छैन होला नयाँ नयाँ ठाउँ हो सिन्धुलीमा नयाँ नयाँ ठाउँ छ तपाईँहरू पनि घुम्दिन आइदिनु होला सिन्धुलीमा नयाँ नयाँ राम्रो राम्रो स्केटिङ पार्क छ जग्गामा डेन्जर स्केटिङ पार्क छ बब्बाल छ आधी घन्टाको 100 मलाई यहाँ जाडो लागेछ मलाई भोलि ज्वरो आउनु बाँकी छ ज्वरो आयो भने मलाई राम्रो हो गाइज यसलाई ज्वरो आइदिनु भन्नु आउनु भन्नु हो यहाँ जो बोक्सीहरू छ नि त्यसलाई ज्वरो ल्याइदिनु त जो बोक्सीहरूले भिडियो हेर्छ त्यसले ज्वरो आउनु पर्यो मलाई भोलि अब यहाँ बस्यो भने बस्यो भयो काठमाडौँ जाँदा सिन्धुली त काठमाडौँको भिड आउँछ के हो यहाँ यस्तो झुलो यहाँ धानको कुटाइ चलिरहेको छ धानको कुटाइ उ त्यहाँ ट्र्याक्टर यहाँ भने ट्र्याक्टरले सबै चिज गर्छ क्या उ यहाँ धान यतिकै ल अनि यता धानको नजारा देखाइदियो ऊ त्यहाँ अलिकति जुम हान्ने ब्याट ल स्केटिङ पार्क ऊ त्यहाँ स्केटिङ पार्क हामी अब त्यो साइड गएर आइज जाऊँ आया आँखामा के पसिरहेको ल आँखामा के यार के गर्ने ल स्केटिङ पार्क त्यहाँ छ तपाईँहरूलाई आउनु छ भने छ त सिन्धुली आउनु छ भने चार्जवाला गाडीमा आउनु अनि यहाँ डाहाको बजारमा चार्जवाला ठाउँ छ चार्ज दिनु चार्ज यहाँ दिने ठाउँ छ चार्ज पनि दिनु अनि उता स्केटिङ पार्क छ इभी जस्तो गाडीहरूमा आउनु तपाईँहरूले स्केटिङ पनि खेल्नु पाउँछु गाइज उताको जाडो लाग्यो डाहा भने यो हो दोस्रो गर्लफ्रेन्ड छ चल्यो ल स्केटिङ पार्क यो स्केटिङ पार्क भनौँ कि भनौँ ल हेर्नु है गाइज बबाल छ है बबाल छ केटीहरू पनि बबाल छ है यता हो काउन्टर यता हो स्केटिङ क्यामेराम्यान हो नि फेरि कस्तो लाग्यो गाइज आवाज आएको छैन होला यहाँ सानो साउन्ड भयो कुन हो भाइरल बोय ल गाइस भित्र स्केटिङ हबभित्र अलि हल्ला पनि भयो अनि गीत पनि आइरहेको आवाज बाहिर दहाको चाहिँ यो हो यहाँनिर छ हेरिदिनु यसको पछाडि देखाइदियो त यो ठ्याक्कै यो पोल ल दनवार होटेल देखाइदियो दनवार राम्रै छैन यार मेरो क्यामेरा क्वालिटी कस्तो मधुरा दनवार होटेल हो दनवार होटेल हो ल गुगलमा सर्च गर्नु हो यो चाहिँ होइन दनवार होटेल हो त्यही छ इभी चार्ज ल मेरो क्यामेरा के भएको यार जुम नगर्न त औ हाम्रो भान्जा आइरहेको छ ल दहा बजार उता
आज भाइलाई चार्जर लिएर कुन भाइलाई यसलाई दोस्तहरूको दोस्त हाम्रो साथी होइन दोस्तको साथी अहिले म आफ्नै भाषा बोल्यो भने तपाईँहरू बुझ्दैन भएर म नेपालीमा बोलिदिएर र बजार नै पुल जाइ खोज्दै यो पुल कहाँ जाने भन्नु साँच्ची ए बजार छिरौँ न त बजार छिरेर उतैदेखि यता यता निक्लौँ यसरी अनि फेरि सेटिङ अर्को फेरि सेटिङ निकाल्नु है उतादेखि क्या ल ओ चाल भयो ल हेलो गाइज ना वेलकम टु न्यू भ्लग ना कल छ दात यो चाहिँ दन्ना होटेल हो स्केटिङ बार म्युजिक अल्लु अर्जुन दोस्त यहाँ कुन सुन्नुहुन्छ ताकि कालो खाएर म देखि सिक्नु होला आन्टी हो उता साइड जाउँ उता साइड जाउँ पर्छ क्या उता आखैमा कस्तो पर्छ यार यस्तो होला नि यस्तो बेलामा पनि क्यामेरा भयो यार हातमा ढाहा बजार पुल जानु पाएन ल हाम्रो साथीको डान्स हेर्न सक्नुहुन्छ यसलाई कट गरेर गीतमा हाल्दा हुन्छ चन्द्र हाम्रो मामा आयो मामालाई देखाऊ पुलिस मामा आयो पुलिस मामा हाम्रो पुलिस मामा हो नि फेरि सक्दैन नि फेरि उताको एक्सिडेन्ट भएको त्यही उ गर्नु गएको चेकहरू देखिस् नि आइस भयो नि अला भयो मन शान्ति भयो राम्रो छैन साथी गर्लफ्रेन्ड राम्रो ए भर्खरको जस्तो लाग्छ नि त्यो उनी त मलाई तर केही छैन आफूभन्दा सानो नि रोज्ने हो गाडी आएर गाइज हामी भने यस्तो साथीको यहाँ गिफ्ट आइरहेछ ल एक दुईवटा फोटो खिच्न यार भिडियोबाट त्यहाँबाट फोटो खिच्नु क्यामेरा हेर मामपुल तेरो राम्रो आउँदैन आमामा हेर त गाइजहरू फोटो खोइ कस्तो आउँछ क्यामेरा आउँछ ल रियलमा यो यस्तो देखिरह है रियलमा फुल अँध्यारो छ यो लाइट बालेर ए गाइज हेर्नु साथी मेरो ल मेरो साथी भने फोटोवाला हो ल मेरो साथीले अब यहाँ के भन्छ ल भन दोस्त तिम्रो गर्लफ्रेन्डको बारेमा मेरो गर्लफ्रेन्ड छ तर कहाँ छ मलाई थाहा छैन या आम्बो ड्रिप हेर्नु न गाइज ड्रिप भने मेरो खुट्टामा छ भन्दै आउँछ ड्रिप निकालेर ऊ आम्बो सक्दैन नि फेरि ऊ यहाँ स्केटिङको बारेमा कुरा भइरह यहाँ आज मात्रै 8-9 दिन म त राम्रो देखिरहेको छुइनँ होला कालो देखिरहेको होला क्यामेरामा भएर मलाई धेरै फेसै देखाउनु मलाई होइन गाउँतिर मेन चलाउने भने अटो हो अटो बस थोरै चल्छ ट्रक धेरै चल्छ ल छैन